10 बोतल भए पुग्छ भन्ने कुरा आछ। ए हाम्रो आकाश बस्याल कमरेड डाडु ट्याक्क खड्गबहादुर कमरेड आज दर खानी दिन ट्याक्क बेलुका मासु खानी मासु भात ट्याक्क खानी र अनि त्यसपछि भोलि भोको बस्ने रे उहाँ खड्गबहादुरको भोलि चाहिँ भोको बस्ने रे अनि बुढी खुट्टा पर्सि व्रत बस्ने भोलि पर्सि बुढी खुट्टा धोएर अनि बुढीको खुट्टा पानी खाने रे पर्सि त्यही कुरा गर्ने कुरा भएको छ। अब ल यही हो मासु चाहिँ राणाको सर्लक्क